दर्शकवृन्द नमस्ते। यति बेला म तनहुँको म्याग्दे गाउँपालिका वार्ड नम्बर 2 स्थित उमा चोकको सुन्तला बगैँचामा आइपुगेको छु। यहाँ पाखैभरि सुन्तला लगाइएको छ। यति बेला मसँग म्याग्दे गाउँपालिका वार्ड नम्बर 2 का अध्यक्ष शिवबहादुर छेत्री ज्यू हुनुहुन्छ। अध्यक्ष ज्यू, यो म्याग्देकै एउटा नमुना, जसरी इलाममा चिया बगान भनेर चिनिन्छ त्यस्तै यहाँ चाहिँ एउटा सुन्तला बगानको रूपमा यो बहपुरलाई, उमा चोकलाई चाहिँ लिने गरिन्छ। यो कसरी, यहाँ कति छन् सुन्तला, कतिजना कृषकहरूले यो सुन्तला खेती गर्नुभएको छ बताइदिनु न। यो हाम्रो यो वडा नम्बर 2 को यो उमा चोकको सुन्तला चाहिँ एउटा सुन्तला पकेट क्षेत्र हो। यहाँ 700-800 घरधुरीले चाहिँ सुन्तला लगाएछन् र अनुमानित यहाँ 20,000 सुन्तलाका बिरुवाहरू छन् र यहाँको उत्पादन एक व्यक्तिले 75 लाखसम्म लिएको अवस्था छ। क्रमशः यो उमाचोक मात्रै नभएर यसको उतापट्टि थानसिङ छन्, यसको विस्तार चाहिँ हुँदै गएछ र यहाँ हाम्रो यो 2 नम्बरको यो उमाचोक एरियामा सुन्तलाको चाहिँ एउटा चाहिँ प्रमुख हो, पकेट क्षेत्र हो। जस्तै पहिला गाउँमा भएका मान्छेहरू बेसी झर्ने र गाउँ रित्तो हुने चाहिँ अवस्था जहाँ तै छ, यहाँ अहिले गाउँमै चाहिँ यो यति धेरै सुन्तला खेती भइरहेको रहेछ। अहिले के छ, गाउँ फर्क भएको यहाँको स्थानीयहरूको कि? एकदम तपाईँले गरेको प्रश्न एकदम जायज छ। यहाँ अहिले छोडेका जुन बसोबास गर्ने पनि अहिले घर छोडेर गएकाहरू नि फर्किएर यही गाउँमा सुन्तला खेती, यो फलफुल खेतीमा चाहिँ फर्किएर आउनुभयो। र साँच्चै नै भन्नुपर्दा थानसिङसम्म चाहिँ फर्किएर गएका, बेसी झरेका, अन्त बसाइसराई गरेका नि फर्किएर आउने अवस्था र आइरहेको अवस्था छ। यति धेरै सुन्तला खेतीमा चाहिँ कृषकहरू लाग्नु भएको रहेछ। यसमा चाहिँ वडा तथा स्थानीय तहले, खास गरी म्याग्दे गाउँपालिकाले कृषकहरूको हौसलाको लागि केही सहयोग, कस्तो किसिमको सहयोग गर्दै आएको छ? एकदमै जायज प्रश्न गर्नुभयो। यो सुन्तला खेतीको लागि म्याग्दे गाउँपालिकाले विशेष रूपमा कृषिको लागि अनुदानको व्यवस्था गरेको छ। हर जस्तै बिरुवा, सुन्तलाका बिरुवादेखि लिएर मलको व्यवस्थाको लागि, औजारहरू, उपकरणहरूको लागि सम्पूर्णमा म्याग्दे गाउँपालिकाले 50% अनुदानको रूपमा सबै व्यवस्था गरेको छ। र वडाले पनि आफ्नो वडाको सानो बजेटको सिलिङ भए तापनि वडाले पनि यही कृषि औजार र मलजालमा चाहिँ सहयोग गरेको छ। र त्यति मात्र नभएर कृषि ज्ञान केन्द्रले पनि विशेष रूपमा यो 2 नम्बरको सुन्तला खेतीमा लगानी गरेको छ। हस्, धन्यवाद यहाँलाई।